हाई एभ्रिवान, आज भने चाहिँ नाइटको ब्लग ल्याएको छु किचन घरबाट भात पकाएकोबाट है त गाइस। म जहिले भात पकाउँछु तैले त सेयर गर्छु गाइस। आज चाहिँ मम्मी बिहामा जानुभएको छ माइत, अन्त हामी चाहिँ 3 जना अब छिम खाने। घरमा चाहिँ फिलहाल हामी 4 जना छिम, तर बाजे खानु हुँदैन राति, अनि म भाइ बोजू छिम। अनि यता म भात पकाउँदैछु। भात चाहिँ म एकदमै खाना पकाउँदिनँ नि त गाइस, अनि पुरा अल्छी लाग्छ खाना पकाउनु। किन भन्नु त, मलाई खाना पकाउनु चाहिँ नि यत्रो लामो टाइम जस्तो लाग्छ कि। अन्त बाहिर काम गरेर अनि बाहिर काम चाहिँ अब छिटो गरेर सकिहाल्छ नि त। अनि त्यही भएर होला कि क्या हो, खाना पकाउँदिनँ। अब भन्नु न, अब म महिनामा पनि एकपल्ट पकाउँदिनँ होला त्यस्तो क्या। वर्षमा होला 3-4 पल्ट पकाउनु पर्छ। अनि ठन्डी महिना मात्रै हो, जनवरीतिर, फेब्रुअरीतिर, मार्चतिर मात्रै अलिक खाना पकाउनु पर्छ। कसरी भन्दा मम्मी दाउरामा जानुहुन्छ अनि 12 बजीको लागि केही न केही पकाउनु पर्छ, त्यति नै हो गाइस। अरू टाइम मलाई पकाउनु पर्दैन। अनि काहीँ जानु भयो भने चाहिँ खाना पकाउनु पर्छ। अनि चाहिँ यहाँ हाम्रो 3 जना मात्रै छौँ। यहाँ छ हामीलाई चिकन ल्याइदिनु भएको छ। अनि यहाँ म चाहिँ मसलाहरू पनि रेडी गरिरहेको छु। अब म चाहिँ तपाईँहरूलाई देखाइरहेको होइन, अन्त खाना पकाउँदैछु भनेर अब देखाउनु पर्यो नि त। बाहिरको मात्रै काम देखाउँछु, किचन घरको खाना पकाउँदिनँ। त्यही भएर आज पकाउँदैछु भनेर। अन्त नानीलाई पनि मोबाइल दिनुपर्छ, अनि होमवर्क पनि गरिसकेँ छिटो आज चाहिँ। अब खाना पकाएर छिटो खाना पकाइहाल्छु होइन, डर पनि लाग्छ नि त। त्यही भएर अब नानीलाई मोबाइल दिनुपर्छ। त्यही भएर अब सबै भ्लग त म पकाएको खाएको सबै देखाउनु सक्दिनँ। नानीलाई मोबाइल दिनुपर्छ मैले, न त काम गर्नु दिँदिनँ। अहिले चाहिँ उहाँ भाइहरूसँग खेलिरहेको छ। अन्त गाइस आज चाहिँ भने मेरो नाइटको भ्लग यस्तै रहेको छ, खाना पकाइकन गाइस। र खाना बहुत कम पकाउँछु, एकदमै अल्छी लाग्छ मलाई खाना पकाउनु। हुन्छ त साथीहरू, सबैजनालाई गुड नाइट।